नेपाल एकीकरणमा छुटाउनै नहुने नाम हो कालु पाण्डे। उहाँकै समाधि नजिक बनाइएको यो भ्यू टावर जानलाई हजुरहरूलाई जम्मा आधी घण्टा लाग्छ। कलङ्कीबाट मात्र 9 किलोमिटर टाढा रहेको यो भ्यू टावर जानको लागि बाटो पनि एकदमै राम्रो छ। प्राकृतिक सौन्दर्यता र इतिहासले भरिपूर्ण रहेको यो भ्यू टावरबाट काठमाडौँको भ्यू पुरै नै देखिन्छ। यो ठाउँ यति राम्रो छ कि म शब्दमा बयान नै गर्न सक्दिनँ। यस्तो नजिकै यति राम्रो ठाउँ मैले काठमाडौँमा अन्त कतै पनि भेटाएको थिइनँ। यो ठाउँबाट तपाईँहरूले हिमालको दृश्य पनि एकदम राम्रो देख्न सक्नुहुन्छ। चारैतिर हिमाल, काठमाडौँ भ्यालीको पुरै भ्यू अनि अग्लो भ्यू टावरबाट हरियो वनजङ्गलहरू पनि प्रशस्त देखिन्छ। अग्लो ठाउँ र अरू डाँडाहरू अलि तलै भएका कारण बिहान गए सनराइज र बेलुका गए सनसेटको पनि आनन्द लिन सकिन्छ। यो ठाउँ पिकनिक र हाइकिङको लागि पनि फेमस छ। त्यसैले यहाँ जाने अब हजुरहरूको पालो।